म केटीलाई यही भन्न चाहन्छु, नारीको इज्जत नारीले नै गर्नुपर्छ। मेरो श्रीमान जहाँ हुनुहुन्छ म श्रीमानलाई भन्न चाहन्छु, एकपल फोन गरिदिनु होला, घर आइदिनु होला। म रात दिन त्यसको बाटो हेरिरहन्छु। कतिको विश्वास छ तपाईँले तपाईँको श्रीमान आउनुहुन्छ भन्ने कुरा? अझ विश्वास छ मेरो श्रीमानले फोन गर्नुहुन्छ, घर आइहाल्नुहुन्छ भनेर। त्यो केटीले श्रीमानलाई फसाएकै हो कि अथवा श्रीमान चाहिँ सँगै गए, हजुर त्यसपछि फोन लागेन। भनेपछि ब्यारेकमा थाहा पाइसकेपछि केटी यहाँबाट गयो, हजुर त्यहाँ मनिषा जोगी चाहिँ जानुभयो त्यहाँ अँ, त्यो पूर्व पश्चिममा चाहिँ तपाईँको श्रीमान कार्यरत हुनुहुन्थ्यो काममा आर्मीमा होइन। हजुर त्यहाँ गइसकेपछि त्यहाँ थाहा पाइसकेपछि त्यहाँको ब्यारेकभित्र चाहिँ 15 दिनको समय दियो, हजुर यो चाहिँ घरमा गएर चाहिँ मिलाएर आऊ भन्न दियो। हजुर अब दुईजना यहाँ आइसकेपछि फेरि श्रीमान घरमा आउनुभयो कि भएन? आउनुभयो। आउनुभयो, एक्लै आउनुभयो कि बिहा आउनुभयो? केटीसँगै आउनुभयो। केटीले घर ल्याउनु भएको थियो यहाँ? ब्यारेकबाट के भनेर पठाउनु भएको छ भने यो केटी र केटा र केटीको बिचमा केही सम्बन्ध छैन भनेर सिफारिस लिएर वडाबाट भनेर भन्नुभयो। 15 दिनको छुट्टी दिन्छन् तँलाई, यो समस्याको समाधान गरेर आ भनेर भन्नुभयो। अनि केटी यहाँ आएपछि यहाँ बसे कि त्यो दिन चाहिँ भागिहाल्यो? बसेको केटीले बसेको, केटीलाई पनि हामी सम्झायौँ। हजुर म उसको श्रीमती हो सुन्दा सुन्दै म भन्दा भन्दै पनि त आइहालिस् मैले भने। त्यो केटीले भइहाल्यो त भइहाल्यो भन्नु लाग्थ्यो। के भन्दै केटीले अब छोड्छु भन्ने जस्तो कुरा गर्दै मैले छोडिहाल्छु, केटीले भन्नु मैले छोडिहाल्छु अनिललाई, अनिल आफ्नै जागिर गर्छ म आफ्नै जागिर गर्छु भनेर भन्यो केटीले। यहीँ घरमै आएर? घरमै आएर। अनि त्यस्तो भनिसकेपछि अनि कसरी भाग्न सक्सेस भयो, सफल भयो तिनीहरू? 11 गते त्यो के भन्छ राजापुर गयो। गएपछि हामीलाई यहीँ घरमै भन्यो मेरो दाइ भेट्न आएको छ म। अनिता अच्छा के भएको त्यो श्रीमान जानुभयो आज कति दिन भयो भागेको? भागेको आज 12-13 दिन भयो। हजुर अनि तपाईँको विवाह भइसकेपछि 5 वर्ष विवाह भएको भन्नुभयो होइन, त्यो बिचमा त्यस्तो केही खटपट आएन सम्बन्धमा तपाईँको? आएको थिएन है, मन पराएर एक्लै अर्कालाई मन पराएर विवाह गर्नुभएको? हजुर त्यसो त उहाँले चाहिँ आर्मी जागिर खाइसकेपछि सुरु भएको यो कुरा? हजुर। अनि मनिषा भुलसँग कसरी चाहिँ उहाँको सम्बन्ध जोडिएको छ? फेसबुकबाट रहेछ। हजुर फेसबुकबाट कुराकानी गर्ने। हजुर हजुर फेसबुकबाट चाहिँ कुराकानी। तपाईँले त्यो बिचमा केही थपाउनु भएको थियो कि? थिएन। थपाउनु भएन। अनि श्रीमानको जागिर चाहिँ पूर्व रुकुममा रहेछ? पश्चिम हो। पछि थपाउनु भयो? कसरी थपाउनु पछि तपाईँले? अनिलको मोबाइल चेक गर्दाखेरि अनिलको मोबाइलमा त्यो केटी के अरे केटीको फोटो पनि रहेछ, कुरा गरेको पनि रहेछ। नानी अनिलको तपाईँको श्रीमानको मोबाइल चेक गर्नु यहीँ घरमै आउनुभएको थियो अथवा तपाईँ उहाँ श्रीमानसँगै जानुभएको? म श्रीमानसँग गएको छु। जानुभएको छैन, यहीँ घरमा आएर चेक गर्नुभयो? हजुर। के भेटाउनु भयो उहाँमा तपाईँ? मोबाइलमा मापको मैले 4 गते भेटाएँ। त्यसको मोबाइलबाट फोन गरेको, भिडियो पठाएको, सबै त्यो मेसेज पठाएको पनि देखेँ। मनिषाले मेसेज पठाएको? श्रीमानले मेसेज पठाएको? हजुर। कस्तो खालको मेसेज थियो मेसेजहरू? ती मेसेजहरू अरू हेलो हाई भन्थे त्यो। एक्लै अर्कालाई केटा र केटी माया प्रेम बसेको मेसेज थियो त्यस्तो खालको मेसेज थियो। अनि त्यो केटीलाई मैले देख्दाखेरि त्यो अनिलको मोबाइल चेक गर्दाखेरि देखेँ। अनि देख्दाखेरि त्यो केटीलाई म तुरुन्त फोन गरिहालेँ कि मेरो बच्चा छ, म उसको श्रीमती हो, अनि त्यो मेरो श्रीमान हो, भर्खर जागिरखा छ। यो कुरा जान्दा जान्दै पनि त किन आउन लाग्छस्, कुरा गर्न लाग्छस् भनेर भने मैले। त्यो केटीले भन्यो साथी रहेछ, साथीसँग यस्तो कुरा गर्न मिल्दैन भने मैले भने
यस्तो कुरा गर्न चाहिँ मिल्छ, बुढा बुढी यस्तो मिल्छ र भने केटा साथी मेरो पनि त छ भने मैले यस्तो कुरा त गर्दैनन् उनीहरू भने मैले। त्यो केटीले भनिरहेको थियो साथी हो भन्न लाग्थ्यो। त्यो आमा पनि कुरा गर्नु भयो त्यो केटीसँग, हजुर मेरो बुहारी छ मेरो नातिनी छ भनेर भन्नुभयो। अनि तपाईँले चाहिँ कुरा गर्दा मेरो साथी नै मात्रै भन्दाखेरि साथी मात्रै तर भन्यो मेसेजमा चाहिँ केटीले। बुढा बुढी यसरी चाहिँ मेसेज गरिरहेको मायाप्रति कुराहरू थियो मेसेजमा। हजुर अनि त्यो भेटिसक्दाखेरि तपाईँले बुढालाई श्रीमानलाई भन्नु भएन के भन्नु भयो? मैले भने मैले यो केटीलाई छोडिदिन्छु भनेर भन्नुभयो। अबदेखि कुरा गर्दैन भनेपछि कसम माया खानुभयो। माया लप परेको रहेछ भनौँ, हजुर अनि स्वीकार्नु भयो। लप परेकै रहेछ। भनेपछि अब चाहिँ गर्दैन भन्ने कुरा मैले गर्नुभयो। अबदेखि गर्दैन कसम खान्छु भनेर भन्नुभयो। मेरो कसम तोडिदिन्छ भनेर आमाको कसम। मैले त्यो मनिषा भन्ने घर कहाँ रहेछ? मनिषा भन्ने केटीको घर चाहिँ मसुरिया कैलाशपुरको हो त्यो केटी। त्यसको घर विवाहित हो कि केटी नै हो त्यो? विवाहित हो त्यो। विवाहित 11 वर्षको छोरा रहेछ त्यसको। 11 वर्षको छोरा रहेछ। के भन्छन् त्यही छोडेर अरू केटासँग लाग्छ त्यो केटी। भनेपछि आफ्नो श्रीमानलाई पनि छोडेर मनिषाले चाहिँ माइत बसेको थियो भनौँ। हजुर माइत बसेर चाहिँ त्यस्तै केटाहरू चाहिँ यस्तै फसाउने काम त्यस्तै। त्यसको माइत पुगेर हामी आइसक्यौँ। त्यसको केटीको माइतले भन्छ मरोस् बाँचोस् कि हामीलाई केही लाग्दैन त्यो छोरा भइसकेछ भनेर भन्नुभयो। त्यस्तो माइतीले भन्नुभयो। अनि त्यो मनिषा त्यहाँसम्म कसरी पुग्नुभयो त? मनिषा जानुभयो या तपाईँको श्रीमान उहाँबाट आउनुभयो? त्यही मनिषा त्यही रुकुममा गएछ। फेरि गएपछि कोठा लिएर बसेछ। कति बस्यो त्यहाँ? लगभग बस्यो होला आधा महिना जति। तपाईँले त्यो थाहै पनि पाउनु भएन? पाएनौँ। पछि थाहा पाएपछि अनिललाई कसरी बिदा मिलाएर यहाँ समस्याको समाधान गर्ने भनेर त्यहाँबाट सोध्यौँ। ब्यारेकबाट आयो भनौँ। हजुर त्यसपछि ब्यारेकको पनि थाहा भइसक्यो रहेछ। भने अनिलले केटीलाई